हेलो गाइज, वेलकम टु माई फर्स्ट ब्लग। यो चाहिँ मेरो फर्स्ट ब्लग हो अनि न्यू पनि ब्लग हो, किनकि म फर्स्ट टाइम ब्लग गर्दैछु। मेरो चाहिँ मिस्टेक भयो होला, सरी मिस्टेकको लागि, तर अर्कोचोटि हुन्न। ल आज चाहिँ म गर्दैछु होमवर्क। आज चाहिँ मेरो सामाजिकको इक्जाम थियो अनि पछाडि फेरि हामी तुलसीपुरको भोलि इक्जाम हो। अब म पढ्दैछु। अब चाहिँ म इङ्ग्लिसको होमवर्क गर्दैछु। आज चाहिँ किन हो, इक्जाम भइकन होला। हाम्रो चाहिँ जम्मा इङ्ग्लिसको मात्र होमवर्क थियो, इङ्ग्लिसको त होमवर्क भइरहन्छ के भन्छु। अब चाहिँ म इङ्ग्लिसको होमवर्क गर्दैछु। यस्तो छ हाम्रो यही हो होमवर्क। त्यो कोभिड-19 को सेफ फ्रम कोभिड-19 होला हो। अब हाम्रो तुलसीपुर किताब निकाल्छु। म अहिले होमवर्क गर्दिनँ किनकि मेरो मम्मी आइकन गर्छु राति। मेरो चाहिँ राइटिङ यस्तो छ, सानो लेख्छु अनि पछाडि फेरि अब म चाहिँ हाम्रो तुलसीपुर पढ्छु, इङ्ग्लिस पढ्दिनँ। जाउला गर्ने योभन्दा त पढ्छु, प्र्याक्टिस गरे पनि देखाउँछु। ल अब चाहिँ हाम्रो तुलसीपुर निकाल्छु। यी मेरो चाहिँ डायरी यस्तो छ, ग्लोब लाइन ब्यागमा मेरो मम्मीले ल्याइदिन मेरो यो डायरी। म चाहिँ यो डायरीमा प्र्याक्टिस गर्छु। मेरो किताब यस्तो छ, तपाईँहरूले गेस गर्न सक्नुहुन्छ म कति कक्षामा पढ्छु। धेरैजनाले 1, 2, 3 कक्षा भन्लान्, तर म 5 क्लासमा पढ्छु। कसैलाई पनि थाहा छैन, कसैलाई किताब हेरेर मात्रै थाहा होला। ल अब चाहिँ म पढ्दैछु सरी तुलसीपुर। ल अब तपाईँले भन्नु तपाईँको वडा नम्बर कति हो। मेरो चाहिँ वडा नम्बर 6 हो अनि क्षेत्रफल मेरो 7.52 वर्ग किमी। यहाँ 19सम्म वडा छ, 20 भन्न मिल्दैन, 19सम्म मात्रै छ। आफ्नो वडाको क्षेत्रफल वडा नम्बर थाहा पनि नहुने मान्छे त काम पनि लाग्न। तपाईँको वडा सुर्गम हो कि दुर्गम हो, जस्तो म भनिदिन्छु सुर्गम हो कि दुर्गम हो भन्ने। मेरो चाहिँ वडा सुर्गम हो। सुर्गम भनेको बत्ती पानी